नमस्कार साथीहरू, म दिनेश विश्वकर्मा। नेपालको राजनीतिमा यसो त उथलपुथल भइ नै रहन्छ, त्यही मध्ये पनि एक हुन् रवि लामिछाने। आज म उनको विषयमा बोल्दैछु, के कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनु होला। एउटा पत्रकारले माइक समातेर जनताको आवाज उठाउँछ, एउटा राजनीतिज्ञले सत्ताको सिटमा बसेर देशको सेवा गर्छ। जब यो दुवै भूमिका एउटैमा मिल्छ तब त्यहाँ बन्छ रवि लामिछाने। चितवनमा जन्मिएका रवि लामिछानेले अमेरिकामा पढेर नेपाली मिडियामा क्रान्ति ल्याए। उनको कार्यक्रम सिधा कुरा जनतासँगले नेपालीहरूको मन जित्यो। उनी नेता, अधिकारी र जनताको समस्यासँग सिधै टक्राउँथे। 2079 सालमा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोले। उनले भने नेपाललाई एक स्वतन्त्र नेतृत्व चाहिन्छ। जनताहरूले उनलाई चितवन 2बाट ऐतिहासिक जित दिलाए। उनको यात्रा केवल करियर परिवर्तन होइन, नेपाली राजनीतिको क्रान्तिकारी अध्याय हो। संसदमा आक्रामक भाषण, स्पष्ट बोली र जनताको मुद्दा उठाउने शैलीले उनलाई एक राजनीतिक खेल परिवर्तक बनाउँछ। गृहमन्त्री बनेपछि उनले प्रहरी व्यवस्थापन, नागरिक सुरक्षा र भ्रष्टाचार विरुद्ध ठुला कदम चाल्न थाले। उनले अपराध नियन्त्रणमा पनि विशेष फोकस गरेका थिए। उनले धेरै आलोचना पनि सहनु परेको थियो, किनकि उनले जनताको आशा र डर दुवै सम्हालेका थिए। राजनीतिमा विवाद नहुने होइन, चाहे त्यो नागरिकता प्रमाणपत्रको बारेमा होस् या अमेरिकी ग्रिन कार्डको बारेमा होस्, विवाद भन्ने कुराहरू भइरहन्छ। रवि लामिछानेले धेरै ठुला चुनौतीको सामना गर्नु पर्यो, तर उनी भन्छन्, मैले आफ्नो विश्वास र जनताको मायामा अडिग हुनुपर्छ। एक समयका चर्चित पत्रकार, नेपालका सबैभन्दा शक्तिशाली मन्त्री अहिले जेलको कोठामा किन छन् त? किनकि रवि लामिछानेमाथि 2 अर्बभन्दा बढीको सहकारी ऋण सम्बन्धी अनियमितताको आरोप लगाइएको छ। न्यायालयले सजाय सुनायो र त्यही अनुसार अहिले उनी जेलमा छन्। यो घटनालाई धेरैले राजनीतिक सन्दर्भमा हेरेका छन्, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीको उदयपछि नेपालको राजनीतिमा धेरै ठुलो हलचल भएको थियो। त्यही समयमा रविमाथि एकपछि अर्को आरोपहरू सार्वजनिक भए। के यो समयको संयोग मात्र थियो वा राजनीतिक प्रतिस्पर्धाले कानुनी प्रक्रियामा पनि प्रभाव पारेको थियो? रवि लामिछानेको कारबाही अन्त्य हो वा नयाँ अध्यायको सुरुवात, त्यो त थाहा भएन। यो घटनाले नेपाली न्याय प्रणाली, राजनीति र जनविश्वासका धेरै पक्षहरू उजागर गरेको छ। उनको पक्षले उनलाई गलत निर्णयको शिकार ठान्छ र अर्को पक्षले न्यायको विजय ठान्छ। तर एउटा प्रश्न स्पष्ट छ, यो विषय यतिमै रोकिनेवाला भने बिल्कुल पनि छैन। उनको यात्रा पत्रकारिताबाट सुरु भई राजनीतिमा पुगेको छ र अहिले गृहमन्त्रीमा गएर रोकिएको छ। देश बदल्न सक्छन् या सक्दैनन् त्यो त समयको कुरा हो, तर एउटा कुरा स्पष्ट छ, उनले नेपाली राजनीतिको परिभाषा नै बदलिदिएका छन्। यो घटना तपाईँको दृष्टिकोणमा के छ कमेन्ट गर्न नबिर्सिनु होला, किनकि प्रश्न उठाउनु जागरुक नागरिकको कर्तव्य हो।